हामी जान लाग्यो अहिले कहाँ हो ल बताउनु पर्यो कसैले कहाँ हो पसिना 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 शक्तिखोरको सबभन्दा ठुलो झरना हेर्न आएको आम्मा गाह्रो रहेछ अब आइपुग्न लाग्यो अरे 15 मिनट भनेको हिँडेको चाहिँ 20 मिनट भयो 15 मिनट पुग्छ भनेको अझै 15 मिनट हिँड्न पर्छ हाम्रो यो एकदम सर्ट ट्रेकिङ है अरू चाहिँ लामो लामो जान्छ ट्रेकिङ हामी चाहिँ एकदम छोटो बिचो ट्रेकिङ झर्नाको लागि एकदम चिसो गरिमा चाहिँ चिसो पानीमा फ्रेस हुनको लागि यहाँ शक्तिखोरको झर्ना आउँदैछौँ जाँदैछौँ हामी बाटो आधा बाटो चाहिँ ठिकै रहेछ आधा बाटो चाहिँ हिँड्नु पर्दछ कपडा फेर्ने ठाउँ प्लस झर्ना चाहिँ आइपुग्यो हामी फाइनली मेहनत चाहिँ राम्रै लाग्यो है झर्नाको लागि झर्ना बाटो आउनुलाई यहाँ देखेँ खतरा झर्नाहरूको एक्सप्लोर गर्छ है आज अनएक्सपेक्टेड टुर भइरहेछ हाम्रो नसोचेको हामी चाहिँ एकदम नसोचेको झर्ना आयौँ होइन झर्नामा आएर हेरेको त्यसैले अब कपडा सपडा पनि केही पनि ल्याएको छैन हेर्ने कपडा यतिकै दुख्यो यतिकै आयो रिजन हुँदैछ ब्याग अहिले हामी चाहिँ फर्किने क्रममा छौँ अहिले फर्किरहेको छौँ मेरो कपडा चाहिँ हातमा छ भिजेर म चाहिँ यता यस्तै बडी बिल्डर स्ट्रङ मेरो पछाडि छ दुईवटा स्ट्रङ भ्याइहरू होइन भाइ तिमीले स्ट्रङ होइन त यस्तो बडी यस्तो देखाएको त कत्रो कत्रो बडी छ स्ट्रङ केटाहरू छ मेरो पछि यो के गरेको यो काटेर है
काटेर यो चाहिँ बनमाराको ऊ हालेको हो है कहिले काट्या हो बनमाराको यो हालेपछि युनिक हुन्छ है हिजो काटेको बनमाराको त्यो काट्यो भने जङ्गलमा बनमाराको चोप हाल्यो भने चट्टै हुन्छ अनि बाबुहरूले चाहिँ गङ्गटा मारेर ल्याएको छ है कतिवटा छ भन्दाखेरि दुईवटा गङ्गटा छ भित्र गङ्गटा चाहिँ मारेर ल्याएको छ होइन दुईवटा गङ्गटा मारेको छ होइन त्यहाँ पनि गङ्गटा छ खै देखाइदियो त गङ्गटा गङ्गटा हेरौँ त ल गङ्गटा हेरौँ त रेडी 1 2 3 गो गङ्गटा हेरौँ गङ्गटा ओहो गङ्गटा हेरेको रहेछ नि त झन्डै गङ्गटा यसको व्यवस्था हुन्छ भरे माछा पनि रहेछ गङ्गटा रहेछ फ्राई गरेर हान्ने हो आज स्कुल किन नगयो तिमीहरू भन त स्कुल किन नगएको आज हजुर ढिला भएर नगएको तिमी पनि ढिला भएर नगएको हो तिमीहरू साथसाथी हो कि दाजुभाइ हो साथसाथी हो ए घर तिमीहरू घर नजिक नजिक छ हो तल माथि केटाहरू गङ्गटा टिपेर आएको छ गङ्गटा खानालाई गङ्गटा भरे व्यवस्था हुन्छ है ल तिमीहरूलाई म कापी किने पैसा दिन्छु राम्रोसँग पढ्ने है ओके 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 ल बुम ल केटाहरू चाहिँ कापी किन्ने व्यवस्था गरिदिन्छु मैले राम्रोसँग पढ्छु भनेको छ है राम्रोसँग पढ्नुपर्छ फेरि सरलाई सोध्छु नि फेरि मैले